नमस्कार आदरणीय श्रोता तथा दर्शकवृन्द, तपाईँ पक्कै आरामै हुनुहुन्छ होला भन्ने हामीले अपेक्षा गरेका छौँ। पक्कै हामीले हाम्रो जीवनमा सफलता प्राप्त गर्नको लागि मेहनत, आत्मविश्वास र दृढ इच्छा शक्ति आवश्यक पर्छ। आजका सफल व्यक्तिहरू त्यतिकै सफल भएका छैनन्। उहाँहरूको मेहनत, आत्मविश्वास र दृढ इच्छा शक्तिले नै उहाँहरू सफल भएका हुन्। आज हामी राशिफल यहाँहरूमाझ प्रस्तुत गर्न लागिरहेका छौँ। तर राशिफल राम्रो हुँदैमा सबैभन्दा उच्च हुने होइन, राशिफल नराम्रो हुँदैमा सबै सकिने पनि होइन। राशिफल एउटा मानक हो। यसबाट हामीले एउटा मनमा आत्मविश्वास बढाउन सक्छौँ। तर राशिफल राम्रो नराम्रो जस्तो भए पनि तपाईँले मेहनत, आत्मविश्वास र दृढ इच्छा शक्तिका साथ आफूलाई अगाडि बढाउनु भयो भने तपाईँ सफल बन्न सक्नुहुनेछ। यति भन्दै राशिफल तपाईँको जस्तो रहे पनि तपाईँको दिन शुभ रहोस् भन्ने कामनाको साथ हामी आजको राशिफल यहाँहरूमाझ प्रस्तुत गर्न लागिरहेका छौँ। पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको आज आत्मविश्वास बढ्नेछ। कामधन्दामा नयाँ अवसर देखिन सक्छ। पैसाको आवागमन सामान्य तर खर्च बढ्न सक्छ। वृष राशि। पुराना कामहरू पुरा हुने समय रहेको छ। पारिवारिक जिम्मेवारी बढ्ने सङ्केत छ। स्वास्थ्यमा सामान्य थकान हुन सक्छ। राशि रहेको छ मिथुन राशि। मिथुन राशि हुनेहरूको मान प्रतिष्ठा बढ्ने सम्भावना रहेको छ। साथीभाइ आफन्तबाट तपाईँलाई सहयोग समेत मिल्न सक्छ। सानो यात्राको पनि योग रहेको छ। सामान्यतया मिथुन राशिको आजको दिन राम्रै देखिन्छ। पालो भएको छ कर्कट राशिको। कर्कट राशि हुनेहरूको आज आर्थिक पक्ष बलियो बन्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा मिठास बढ्न सक्नेछ। कर्कट राशि। सिंह राशि। सिंह राशि हुनेहरूको आज नयाँ योजनामा ध्यान जान सक्छ। जोखिमपूर्ण कामबाट भने सचेत रहनुहोला। असफलता पनि मिल्न सक्ने सम्भावना छ। घर परिवारमा सकारात्मक माहौल बन्न सक्छ। कन्या राशि। आर्थिक लाभको योग रहेको छ। स्वास्थ्य सामान्य रहन सक्छ। चिसोबाट भने जोगिनुहोला। अध्ययन शिक्षा क्षेत्रमा राम्रो समय छ आज कन्या राशिको। तुला राशि। काममा बिस्तारै प्रगति हुनेछ। साथीभाइहरूसँग समय रमाइलो हुनेछ। खर्च केही बढ्न सक्ने सम्भावना रहेको छ तुला राशिको। वृश्चिक राशि। प्रतिष्ठा बढ्ने योग रहेको छ। सानो तनाव आउन सक्छ तर काम सफल हुनेछ। आर्थिक पक्ष भने तपाईँको स्थिर रहन सक्छ। धनुराशि। यात्रा लाभदायक हुन सक्छ। काममा नयाँ अवसर देखिन सक्छ। परिवारबाट मनोबल तपाईँको बढ्न सक्छ। मकर राशि। जागिर व्यवसायमा सुधार आउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोला। धन सम्बन्धी निर्णय सोचेर गर्नु उपयुक्त हुन सक्छ। मकर राशिको। पालो भएको छ कुम्भ राशि। कुम्भ राशिमा तपाईँको विचारले मान्यता पाउनेछ। राम्रो योजना बन्ने दिन रहेको छ। प्रेम सम्बन्धमा भने सहजता आउन सक्छ आज कुम्भ राशिको। र अन्तिम राशि मीन राशि। मीन राशि हुनेहरूको आज कार्यस्थलमा प्रशंसा पाइनेछ। आर्थिक वृद्धि हुन सक्छ। मन शान्त हुन सक्छ। सकारात्मक सोच तपाईँको आज बढ्ने सम्भावना देखिन्छ मीन राशिको। आदरणीय श्रोता दर्शकवृन्द, हामीले 12वटा राशिफल यहाँहरूमाझ प्रस्तुत गऱ्यौँ। राशिफलले राम्रो हो नराम्रो जे जस्तो बताएको भए पनि तपाईँ मेहनत र आत्मविश्वासका साथ आफ्नो दिन दैनिकीलाई अगाडि बढाउनुहोला। अवश्य पनि तपाईँ सफल बन्न सक्नुहुनेछ। तपाईँको सफल जीवनको कामना यो कार्यक्रम मार्फत हामी गर्न चाहन्छौँ। हवस् त, तपाईँको हरेक पल शुभ रहोस्। नमस्कार।